नेपालको बाटोघाटो, मौसम र हाम्रो व्यस्त दैनिकीको प्रयोगलाई ध्यानमा राखेर होन्डाका इन्जिनियरहरूले हरेक मोडेलको निर्माण प्रक्रियामा सधैँ दीर्घकालीन टिकाउपन अर्थात् लङ टर्म ड्युरेबिलिटीलाई पहिलो प्राथमिकता दिने गर्दछन्। त्यसैले नेपाली बाटो र परिस्थितिहरूलाई ध्यानमा राख्दै दीर्घकालीन टिकाउका लागि होन्डा इन्जिनियरहरूको पहिलो रोजाइ दियो 110 BS6 रहेको छ र यसको कारणहरूबारे आज हामी कुरा गर्दैछौँ। डियो 110 मा BS6 कम्प्लाइन्ट इन्जिनको साथमा होन्डाको PGM फ्युल इन्जेक्सन सिस्टम रहेको छ, जसले इन्धन बचत मात्र होइन इन्जिनको आयु पनि बढाउँछ। साइलेन्ट स्टार्ट विथ ACG फिचरले दीर्घकालीन प्रयोगमा पनि सहज स्टार्ट सुनिश्चित गर्छ। साइड स्ट्यान्ड इन्जिन कट अफ जस्तो स्मार्ट सेफ्टी फिचरले दुर्घटनाको सम्भावना घटाउँछ। त्यस्तै एक्सटर्नल फ्युल लिड रहेको कारण पेट्रोल रिफिल गर्दा सिट खोलिराख्नुपर्ने झन्झट पनि हुँदैन। दैनिक रूपमा सामानहरू बोक्नको लागि पनि डियो 110 निकै उपयोगी छ। जस्तै 18 लिटरको स्टोरेज क्यापासिटी रहेको अन्डर सिट स्टोरेजले तपाईँको सामानहरू सुरक्षित राख्न सकिन्छ र फ्रन्ट पकेटमा मोबाइल, वाटर बोतल जस्तो इजी एक्सेस चाहिने कुराहरू राख्न सकिन्छ र फुट स्पेसमा पनि आफ्नो आवश्यकता अनुसार सामानहरू राख्न सकिन्छ। डियो 110 को विश्वसनीय ESP इन्हान्स्ड स्मार्ट पावर इन्जिनले शक्तिशाली र स्मुथ राइड दिन्छ र मजबुत अर्गोनोमिक डिजाइन र कम्फर्ट रहेकोले नेपाली सडकमा लामो समयसम्म दीर्घकालीन रूपमा टिकाउ र भरोसायोग्य बनाउँछ। यही कारणहरूले दीर्घकालीन टिकाउपनको लागि होन्डा इन्जिनियरहरूको पहिलो रोजाइ होन्डा डियो 110 BS6 रहेको छ।